थुनुवाको डायरीको 39औं एपिसोड 2067 पुस 7 गते 22 डिसेम्बर 2010 बुधबार। म घरबाट निस्केको दिनको हिसाबले र गतेको हिसाबले पनि आज 90 दिन भइसक्यो। आज 4:30 बिहान 4:30 बजे निन्द्रा खुल्यो। आज रातभरिमा 4 चोटि पिसाब भयो। हिजो के खाएको भएन। भेटघाटमा चिनी भएको चिया खाएको थिएँ। कहिलेकाहीँ अरू बेला पनि खान्थेँ। आज मलाई रातभरि खोकी लागेको थियो। तातो पानी खानु पर्यो भनेर भान्सामा गएको। थर्मस ल्याइदियो, पानी तताइदिन्छु भने थर्मस दिएर आएँ। पछि पानी भरेर कोठामै थर्मस ल्याइदियो। 10:30 बजे हिजोको बचार राखेको मासु लिएर खाना खान गएँ। खाना खाएर दाढी काटिरहेको थिएँ। माइकबाट मेरो नाम बोलायो। को आएको होला भनेर दौडेर ढोकामा गएको त किर्तिपुरको मानवाधिकारवादी सुखराम महर्जन आएको रहेछ। उहाँसँग भेट्न गएँ। आराम विरामको कुरा भयो। हिजो सभासद दिलीप महर्जनको बुबाको स्वर्गवास भयो। आज बिहान सम्वेदना दिएर आएको। तपाईको केस के भइरहेको छ? उसले सोध्यो। अहिले भगपत्र भइरहेको छ। अब अर्को पेशीमा फैसला हुन्छ होला। मैले भने, तपाईको पार्टीले केही पनि सहयोग गरेन? किर्तिपुरका साथीहरू कोही भेट्न त आएको छैन, के सहयोग गर्ला? मैले केही गरेकै छैन, सफाई पाइहाल्छु नि। त्यसैले मलाई कसैको मद्दत चाहिँदैन। त्यही बेला दिनेशलाई भेट्न पशुपति दाई आउनुभयो। हात मिलाएर कुरा गरे। चिन्ता नलिनुहोस्, यो कर्मको खेल ठानेर चित्त बुझाउनुहोस्। भगवानको घरमा देर हुन्छ, अँधेर हुँदैन। तपाईँ निर्दोष हुनुहुन्छ भनेर न्यायाधीशलाई पनि थाहा होला। न्यायाधीश त्यति मूर्ख हुँदैन, पशुपति दाईले भन्नुभयो। उहाँहरूसँग बिदा भएर आएँ। कोठामा आएर उपन्यास लेख्न थालेँ। आज अदालत जानुपर्छ। त्यहाँ जाँदा छोरा बुहारीसँग भेट हुन्छ। 2-4 घन्टा त रमाइलो हुन्छ। लुगा लगाएर तयार भएर बसेँ। 1:30मा माइकबाट मेरो नाम बोलायो। ढोकामा गएँ। अदालत जाने हो भनेर सोध्यो। हो भने। अर्को एकजना केटालाई पनि अदालत जाने हो भनेर सोध्यो। उसले नजाने भने। 3 जना प्रहरीहरूसँग अदालत गएँ। आज अदालतमा छोरा र बुहारी मात्र छिन्, अरू कोही पनि छैन। सविताको आमा आएर बसेकी छिन्। आज सविताको आमाको भगपत्र नहुने भइसक्यो। कविता आउँछ कि भनेर पर्खिरहेका छन्। आज कविता आइनन् भने उनले भोलि भगपत्र गर्न पाइने छैनन्। बुहारीले चिया बिस्कुट खुवाउन ल्याए। प्रहरीहरूलाई पनि खाने हो भनेर सोध्दा नखाने भन्यो। 4 बजे अदालतबाट हामी फर्क्यौँ। जब अदालत जाने दिन आउँछ म भोकै हुन्छु। आज पनि 1 पुरिया बिस्कुटको भरमा दिन काट्नु पर्यो। 2067 9/8 गते 23 डिसेम्बर 2010 बिहिबार। जिन्दगीमा कहिल्यै नसोचेको घटना पनि घट्दो रहेछ। हिजो अदालतमा सविताको आमा देखेर छक्क परेँ। दिनभरि काम गरेर आएको पैसाले छाक टार्नु पर्ने महिला मेरो विरुद्ध साक्षी बक्ने एक हप्तादेखि अदालत धाइरहेकी छि। माइकबाट मेरो नाम बोलायो। घडी हेरेँ। दिनको 12 बजे छ। आज अदालतमा काम नहुने भयो भनेर खबर गर्न आएको होला भनेर ढोकामा गएर हेरे। बाहिर भतिजा सुभाष, बुहारी निरा र नातिनी स्वर्णिम आएका रहेछन्। भेटघाट स्थलमा गएँ। निराले मलाई ढोगिन्। मैले सुभाषिर्वाद दिएँ। धेरै दिनपछि देखेकोले हो कि के हो, स्वर्णिम त निकै ठुली भइसकिन्। सुभाष निरा दुवैजना हृष्टपुष्ट मोटाका छन्। उनीहरूसित सन्चो बिसन्चोको कुराकानी भयो। सुभाषको आमा मेरी लक्ष्मी भाउजूले साह्रै चिन्ता लिइरहनु भएको, खुट्टा दुखेर हिँड्न नसकेर मलाई भेट्न आउन नसक्दा दुखी हुनुभएको कुरा सुनाए। 3 कप चिया र एउटा फ्रुटी मगाएर खुवायौँ। म घरमा भन्दा यहाँ मोटो घाटो भएको देखेर उनीहरू खुसी भए। उनीहरूले मलाई स्वर्णिमको इचुइगु भोजको भाग ल्याएको रहेछन्। टिफिन क्यारियर दिए। मलाई अदालत जानु छ भनेर छुट्टिएर आएँ। मलाई अदालत जानु छ, त्यसैले खाजा खाइरहने समय रहेन।
होटलमा गएर 1 कप चिया पिएँ। कोठामा आएर लुगा लगाएर तयार भई बसेँ। एकैछिनमा मलाई माइकबाट ढोकामा बोलायो। अदालत जाने हो भनेर सोध्यो। हो भनेर बाहिर गएँ। मलाई हड्कडी लगायो। 2 जना प्रहरीहरू र 1 जना महिला प्रहरी हवलदारको साथमा ट्याक्सीमा बसेर अदालत गएँ। अदालत पुग्दा निरज र स्वरूप अदालतको गेटैमा भेटिए। कविता छैन। सविताको आमा बयान दिन आइन्। म पनि भित्र इजलासमा गएँ। उनले सिधा मलाई हेर्न सकिनन्। मानिसहरू कस्ता कस्ता हुँदा रहेछन्। हिजो उनको छोरीलाई पालिराख्दा मलाई भगवान भनेर टाउकोले भुइँ छोला जस्तो गरी नतमस्तक हुने महिला आज उनको छोरीले गल्ती गरेको कारण घरबाट निकाल्दा मेरो विरुद्ध बयान दिइरहेकी थिइन्। मैले गरिब बनेर उनीहरूलाई सहयोग गरेको अभिशाप भयो। हप्ता दिनदेखि हातमा हड्कडी लगाएर अदालत धाइरहनु परेको छ। हातमा हड्कडी लगाउँदा प्रत्येक पटक मेरो मन रुन्छ। गरिब भनेर सहयोग गरेकोमा पछुताएँ। आइन्दा यो कलियुगमा कसैलाई गरिब भनेर माया र सहयोग नगर्ने संकल्प गर्दछु। 2067 पुष 9 गते 24 डिसेम्बर 2010 शुक्रबार। पुनरावेदनमा 7औं पेशी। मानिसहरू कराको जस्तो आवाजले मेरो निन्द्रा खुल्यो। मलाई पिसाब लाग्यो। भाइ नाइके राजिनसँग टर्चलाइट लिएर कोठाबाट बाहिर मात्र गएको थिएँ। बा कहाँ जान लाग्नु भएको? एकजना भाइ नाइकेले सोध्नुभयो। पिसाब गर्न जान लाग्यो। ल आउनुहोस् मसँग, भाइ नाइकेले भन्यो। उहाँको पछि लागेँ। बाहिर युपिएस बलेको थिएन। निस्तब्ध अन्धकार थियो। यस्तो अवस्थामा पिसाब फेर्न वा दिशा गर्न भाइ नाइकेलाई लिएर हिँड्नुपर्छ। यति बेला मलाई दिशा लाग्यो। पानी लिएर दिशा बस्न गएँ। दिशा बसेर धारामा हात मुख धोएर कोठामा आएँ। 1 कप कफी बनाएँ। कफी र बिस्कुट खान थालेँ। यतिकैमा सानो बैदार साहब चेकिङमा आउनुभयो। कोठामा सबैजना सुतिरहेका थिए। म मात्र बिस्कुट खाएर आफैले लेखेको उपन्यास पढिरहेको देखेर सोध्नुभयो। बा के पढिरहनु भएको? आफैले लेखेको उपन्यास पढिरहेको। तपाईँ त बिस्कुट खाँदै हुनुहुन्छ। यति चाँडै भोक लाग्यो? यो गिलासमा के हो नि? अहिले बिस्कुट र कफी खाइरहेको छु। साँझ 6 बजे खाना खानुपर्छ। खाना खाएको 12 घण्टा भइसक्यो। भोक त लागिहाल्छ। ल ठिक छ भन्दै उहाँ बाहिर जानुभयो। बिहान 6 बजे नम्बर खुल्यो। खल्तीमा रेडियो राखेर रेडियो सुन्दै बाहिर घुम्न गएँ। रेडियोमा समाचार दियो। अनेरा सोभियोले आज बिहान 6 बजेदेखि 12 बजेसम्म उपत्यका बन्द आह्वान गरेछ। नेभी सङ्घको गुन्डागर्दी विरुद्ध चेतावनी स्वरूप यो बन्दको आह्वान गरिएको जनाइएको छ। 9 बजेको समाचारमा उपत्यका बन्द गराउन हिँडेका अखिलका 100 जनाभन्दा बढी विद्यार्थीहरू गिरफ्तार भएको समाचार दियो। यसको अर्थ हो आजको मेरो पेशी पनि प्रभावित हुनेछ। सक्कली मिसिल जिल्लाबाट पुनरावेदन अदालत लैजानुपर्छ। छोरा नआइकन मिसिल लैजाँदैन। यस्तो बन्दको बेला छोरा कसरी जान्छ? मिसिल नै पुगेन भने कसरी बहस हुन्छ? फेरि वकिलहरू पनि त जानु पर्यो। 12 बजे बहस भयो भने त ठिकै हुन्छ। यो मेरो दुर्भाग्य नै भन्नुपर्छ। एउटा शुक्रबार वकिल शम्भु थापा बिरामी भएर पेशी सर्यो। त्यसपछि अर्को शुक्रबार सक्कली मिसिल नपुगेर बहस भएन। एउटा शुक्रबार 12 बजेपछि न्यायाधीश मिटिङमा जानु छ भनेर गयो। आज बहस हुन्छ कि भन्ने झिनो आशा थियो। त्यो पनि नहुने सम्भावना बढेको छ। आशा नै आशामा मेरो भद्रबन्दी गृहमा बस्ने समय लम्बिँदै थियो। यो मेरो बाध्यता हो। 2:15 माइकबाट मेरो नाम बोलायो। ढोकामा गएँ। बाहिर हेरेको त छोरा बुहारी आएका रहेछन्। आज पनि केही भएन भन्ने मैले थाहा पाएँ। आज पनि बहस भएन। फेरि पेशी सर्यो। छोराले दिक्क भएर भन्यो, अदालतको यो व्यवहारले मलाई भन्दा बढी छोरालाई पीर परे जस्तो थियो। यो पुनरावेदनको आशा छोड्नु, बरु छिटै जिल्ला अदालतबाट फैसला गराउने कोसिस गर्नु। अब म बाहिर बसेर मुद्दा लड्नुको औचित्य रहेन।
मैले भने आधा घण्टा मसँग कुरा गरेर उनीहरू गए।